नमस्ते, हार्दिक अभिवादन यहाँहरूलाई। म मदन पौडेल राज, हजुरहरूको भाइ, हजुरहरूको साथी, हजुरहरूको मित्र। आज धेरै दिनपछि म तपाईँहरू सामु उपस्थित भएको छु। मुलुक विषम परिस्थितिले गर्दाखेरि सङ्घीय निर्वाचन 2082 सफलतापूर्वक सम्पन्न भएको छ। देशैभरिबाट निर्वाचित भएर आउनुहुने सम्पूर्ण माननीयज्यूहरू, सम्पूर्ण सङ्घीय सांसदज्यूहरूलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र शुभकामनाका साथसाथ म तमाम आम नागरिक, जनसमुदाय र बुद्धिजीवी वर्गहरूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु कि उहाँहरूले यति उत्साहजनकपूर्वक यस निर्वाचनमा भाग लिनुभयो र एउटा अस्थिरताबाट मुलुकलाई बाहिर निकाल्नुभयो। त्यसका लागि सम्पूर्णलाई म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। र मेरो आफ्नै गृह जिल्ला नवलपरासीबाट निर्वाचित भएर आउनुहुने दुवैजना माननीयज्यूहरू श्री विक्रम खनालज्यू लगायत श्री नरेन्द्र कुमार गुप्ताज्यू, दुवैजनालाई म भित्री मनबाट हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। र म आफै पनि सङ्घीय निर्वाचन 2079 को अर्थात् पछिल्लो निर्वाचनको सङ्घीय प्रतिनिधि सभाको उम्मेदवार भएका कारणले गर्दाखेरि केही योजनाका खाकाहरू, केही योजनाहरू जुन मैले सोचेका सपनाहरू थिए, ती सायद सपनाहरू तपाईँहरूको मार्फत पुरा हुनेछन् भन्नेमा पनि म विश्वस्त छु। र दुवैजना मान्यज्यूहरू राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनेर आउनुभएको छ र म पहिला जिल्ला सभापतिको रूपमा पनि काम गरेको हुनाले म त्यहाँका हाम्रा सबै साथीहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। हामीले जुन प्रतिकूल अवस्थामा, जुन शून्य अवस्थामा, जुन जिरोदेखि हामीले सङ्गठनलाई बनाउनको लागि, निर्माण गर्नका लागि अहोरात्र हामीहरू खटियौँ र त्यस्तो प्रतिकूल अवस्थामा पनि मलाई साथ सहयोग, थोरै भए पनि साथ सहयोग गरिदिनु हुने र मलाई पनि सङ्घीय निर्वाचन 2079 मा 5531 मतले विश्वास गर्नुहुने आम मतदाताज्यूहरूलाई पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु। र साथै हामीले जुन जिरोदेखि सङ्गठनलाई निर्माण गर्ने अवसर पायौँ, जुन प्रतिकूल अवस्थामा नेतृत्व गर्ने अवसर पायौँ, म सम्झिन